हुनेछु कुनै पनि कुरा भए पनि हामी रमाइलोसँग अगाडि बढ्छौँ अनि दोस्त अनि माकुरी के भन्नु गरेछ भने मलाई के अरे ठीक छ म बोल्छु भनेको कस्तो जान्ने भएको क्या एकछिन सुनेर बस्न मिल्दैन एकछिन हो म बुझेँ म पूर्ण रूपमा सुनिरहेको छु तिमी जो बोल्न थाल्छौ म ध्यानले सुन्छु तिमीलाई सहज हो महसुस गुड हो अब म केही बोल्छु होइन तिमी त्यहाँ बिचमा प्याच बोल्ने होइन कुरो बुझेको हो बिल्कुल म पूर्ण रूपमा बुझेँ म तिमीलाई बोल्नका लागि पुरा समय दिन्छु र बिचमा पत्याउँदैन जब तिमी बिचमा पत्याउँदैन भन्छ त बेले त पत्याउँदैन नभन मेरो कुरा नपत्याउनु तिमीले विश्वास नगर्ने अलिकति हुन्छ नि फेरि सिक्किमका सोल्टाहरू ल्याएर फेरि लेमिनेसन हान्नु पर्ला तिमीलाई हौ बुझेँ म त पुरा ध्यानले सुन्छु र तिमीले जे भन्नुहुन्छ त्यसलाई सम्मान गर्छु सँगै रमाइलो गरौँ अनि जे पनि सिक्न मन लागे खुसी साथ सिकौँ अहिले नेपालको प्रधानमन्त्री को छ ल भन त ट्याक्कै लाएर मलाई कतिको भन्दा चाहिँ कतिको भन्दा होस् अहिलेको नेपालको प्रधानमन्त्रीको नाम हो पुष्पकमल दाहाल जसलाई प्रचण्ड भन्ने गरिन्छ यदि थप केही जानकारी चाहियो भने म खुसी साथ मद्दत गर्न सक्छु भाइ तैँले जानिनस् क्या प्रधानमन्त्रीको नाम भन्नु अहिलेको तत्कालीन 2082 सालको तत्कालीन प्रधानमन्त्रीको नाम सही भन्नुभयो अहिलेको 2024 सालको तात्कालिक प्रधानमन्त्री हो पुष्पकमल दाहाल प्रचण्ड भाइ म आफैलाई अपडेट राख्ने प्रयास गरिरहेछु र कुनै पनि भ्रम भएमा माफ गर्नुहोला तैँले भ्रम गरिसकेस् क्या मैले 2024 भनेकै छैन 2082 2082 यु नो हो अब मैले बुझेँ 2082 सालको बारेमा हो भने त्यो त भविष्यको कुरा भयो तर म ओए अहिलेको जानकारी के हो मासा तँ कुन सालमा छस् क्या तँ कुन सालमा छस् अहिले 82 साल चल्दैछ रे बे कहाँको त 24को कुरा गर्छस् रे अलि म बुझेँ अहिले 2024 साल चलिरहेको छ र म त्यही अनुसार अपडेट भएकी छु कहिलेकाहीँ भविष्यको कुरा पनि मजाले अन्वेषण गर्न सक्छौ तर अहिलेको समयको बारेमा नेपालमा म पक्कै पनि स्पष्ट छु कहिले भन्न नेपालमा जेनजी आन्दोलन कहिले भएको थियो ल भन् त नेपालमा जनविद्रोह या जनआन्दोलनको इतिहासमा केही प्रमुख चरणहरू छन् यति छोड्दै क्या छोड्दै रुक भयो पुगो मलाई पुगो 2082 साल फागुन 21 गते हुने चुनावमा कसले चाहिँ जित्छ तेरो विचारमा के छ 2-4 शब्द बताइदेन यार भाइ यहाँ म भविष्यको बारेमा निश्चित रूपमा भन्न सक्दिनँ तर चुनावको परिणाम धेरै पक्षहरूसँग निर्भर गर्छन् तर धेरै जसो कुरा पार्टीका नीतिहरू जनमत र अन्य राजनीतिक घटनाक्रमहरूमा भर पर्छ जस्तो भए पनि समयले सबै कुरा स्पष्ट गर्नेछ पर्सेन्टेज हो हेर्छ बालन शाहले चाहिँ यसपालि कतिको जित्छ तेरो विचारमा चाहिँ कस्तो छ ल तपाईँको विचार राखिदिनुहोस् न यहाँ बालन शाहले अहिले यो जुन यसो तत्कालीन स्वरूप हेर्दा बालन शाहले जित्छ यताउता ह्यानत्यान भनिरहेका छन् होइन तेरो विचारमा के छ 2-4 शब्द भनिदे त भाइ अब अहिलेको राजनीतिक परिप्रेक्ष्यमा बालन शाहको प्रभाव र सम्भावनाबारे धेरै चर्चा भइरहेको छ तर अन्तिम परिणाम धेरै कुरामा निर्भर गर्छ जस्तो कि जनमत गठबन्धन र अन्य राजनीतिक गतिरोधहरू त्यसर्थ समयले मात्रै सबै कुरा स्पष्ट गर्नेछ तर तिमीले भने जस्तै धेरै रोचक हुनेवाला छ रोचक त भइहाल्छ नि गफ लगाएपछि रोचकै लाउने हो होइन कि कसो ठिक छ म सधैँ यहाँ छु कुनै पनि कुरा बोल्न मन लागेमा निसङ्कोच भन्नु रमाइलो गरौँ र जे पनि कुरा गरौँ म खुसी साथ सहयोग गर्नेछु एउटा कमेडी हान्दैन त यार भाइ कस्तो हाँस्नु मन लाग्यो एउटा सानो कमेडी हान्दै त पक्का एउटा सानो रमाइलो कमेडी अन्दाज बनाउँछु मानव एकजना साथीले अर्कालाई सोध्यो तिमीलाई अलार्म बज्दा उठ्न गाह्रो हुँदैन साथीले भने गाह्रो त छैन तर अलार्मलाई उठ्न गाह्रो हुन्छ केही यस्तै हल्का मजाक हँसाइस यार भाइ यार कस्तो क्या हँसाइस बानी अर्को एउटा सुनाइदिएन क्या प्लिज अर्को एउटा अवश्य अर्को एउटा सुनाउँछु मानव एकजना मित्रले अर्कालाई सोध्यो तिमीलाई किन बत्ती बन्द गर्न मन लाग्दैन साथीले भने मलाई त अँध्यारोमा सोच्न सजिलो लाग्छ अनि बत्ती बन्द गर्दा मेरो बिल पनि कमाउँछ
सही हो यार, यो चाहिँ दिलको बाउ त एकदम हाँसो लाग्यो मलाई। फेरि एउटा वान्स ओभर जाओस् न यार दोस्त, लभ यु। ओके, खुसी लाग्यो सुनेर है। अर्को एउटा मजा सुनाउँछु। एकजना मित्रले अर्कालाई भने, तिमीलाई किन सधैँ मोबाइलमा व्यस्त रहनु मन लाग्छ? साथीले हाँस्दै भने, म त मोबाइलमा रहँदा संसारभरका हाँसोहरू जम्मा गर्छु अनि हाँसो बटुल्दै मेरो काम हो। आशा छ यो पनि तिमीलाई रमाइलो लाग्छ। यो चाहिँ हल्का मलाई रमाइलो लागेन, तिमीले आश मात्र गर्यौ होइन दोस्त। अघिको त्यो बत्तीको बिलवाला चाहिँ राम्रो थियो, अलिकति मजा लाग्यो। अब यो चुड्किला छोडिदिउँ, एउटा राम्रो ऱ्याप सुनाइदेऊ न त मलाई। अब आनन्दलाई क्या म ऱ्याप सुन्न चाहन्छु दोस्त। भिटेनको ऱ्याप सुनाइदेऊ त मलाई, भिटेनको। अवश्य, म तयार छु। तिमीलाई एउटा मस्त ऱ्याप सुनाउँछु अनि जुन मस्ती र ऊर्जा भरिएको हुनेछ। तिमी तयार भएपछि म बिटको साथ एकदमै धमाकेदार ऱ्याप तयार पार्छु अनि तिमीलाई पक्का मन पर्नेछ। ल म एकदम रेडी, सुनाइदेऊ त दोस्त यार। ल दामी है, ल जाओस् है। ठिक छ, म त तयार छु। चलो एउटा दमदार बिटसँग म अलि मस्तीदार ऱ्याप सुरु गर्छु र तिमीलाई त्यसको मजा आउँछ भन्ने विश्वास छ। तयार रह, म सुरु गर्छु। यो एउटा रमाइलो ऱ्याप हुनेछ, मजाले आनन्द लिऊ। खोइ त अनि सुनाउ न।